आइपुग्यो चाहिँ साम्बा चोक ठ्याक्क यहाँनिर आइपुगिसक्यो चाहिँ नेपालको पहिलो सुरुङ मार्ग एउटा यस्तो चिसो आएर फर्स्ट टाइम सुरुङ मार्गमा। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। होप यु गाइज सबैजना सन्चै हुन्छ ल। र म पनि एकदम सन्चै आराम छु। अनि म चाहिँ अहिले लमजुङ ठ्याक्कै बेसी सहर छतमा बसिरहेको छु होइन। मेरो पछाडि देख्न सक्नुहुन्छ लमजुङ बेसी सहर भइहाल्यो होइन। अझै कति 12 साढे 12 त्यस्तै बजिरहेको छ। अनि खाना खाएर म चाहिँ हल्का माथि छतमा उक्लेर यसो सिनहरू हेर्दै बसेको। बिहानै यस्तो ठुलो अब बर्खा लागिसकेको छ होइन, यस्तो ठुलो पानी परेछ है। बिहान ठुलो पानी पऱ्यो। अनि त्यसपछि अहिले चाहिँ अब मौसम क्लियर भइरह, यो हावा आइरह होइन, आनन्द आइरहेको छ। यस्तो दामीको मौसम छ होइन। अहिले चाहिँ हामी अब यसो मिल्यो भने यता पेन्चोक हुन्छ, अनि मिल्यो भने अहिले चाहिँ एकदम बाहिर म साम्बा चोक जानु लाग्यो। साम्बा चोक जाने भनेको अब हेरौँ के कसो हुन्छ। मौसमले साथ दियो भने गइन्छ, नत्र अब कुनै दिन गइन्छ जानु त। अब हेरौँ, आज नै जाने भन्ने प्लान हो। अब एकछिनमा निस्किहाल्ने भन्ने कुरा हो। अब हेरौँ एकछिनमा के कसो हुन्छ। अनि त्यही हो, मेरो चाहिँ यो नयाँ च्यानललाई एकदम माया पनि गरिदिनु होला, सपोर्ट गरिदिनु होला। किनभने अब अर्को च्यानल त्यस्तै भइहाल्यो। अब के भयो भन्ने कुरो, अब के भयो त्यही हो। अनि कस्तो हावा चलेको, आवाज नि कस्तो उस आइरह होला है। त्यो दामी छ सिन चाहिँ। म एकचोटि यो लमजुङ बेस सहरको सिन ल्याएपछि यो चाहिँ मेरो फर्स्ट भ्लग भनौँ लमजुङ आएर। त्यस अस्ति आइपुगेर यहाँ आइपुगेर हल्का इन्डिङमा मात्र भेटेको थियो। अब अहिले चाहिँ लमजुङको फर्स्ट भ्लग भनौँ। अब हेरौँ के कसो हुन्छ लमजुङको बसाइ। अनि यता छ हाम्रो बेसी सहर बजार। यो सबै बेसी सहर बजार मेरो पछाडि देखेको लमजुङ बेसी सहर। अच्छा है, बहुत अच्छा है। जस यहाँ चाहिँ घरहरू पुरै त्यो टिनको त्यो माथिको छत पुरै रातोले, प्रायः रातोले। अझ त्यो माथि अस्ति माथि हामी त्यो माथि दरबार गएको दरबार गएको। अब त्यतिखेर अब त्यस्तै भएर चाहिँ बनाउनु पाएन कि भन्दा 1 महिना अगाडि गएको जानु त। अनि त्यहाँबाट हेर्दाखेरि यस्तो दामी सिन देखेको थियो क्या, A1 देखेको थियो क्या। पुरै घरको त्यो छतहरू पुरै रातो छ नि त, रातोले यस्तो दामी देखेको थियो। म एकचोटि यहाँको सिनहरू देखाइदिन्छु, पुरै 360 डिग्री नै देखाइदिन्छु म। दामी देखेछ होइन, पछाडि मेरो पछाडि यस्तो दामी देखेछ क्या। अनि यो लमजुङ बेस्ट सहर म्युनिसिपालिटी भन्ने त्यो राजकुमार थापामा अर्को भ्लगमा मैले देखिरहेको हुन्थ्यो क्या। यतातिर आउँदाखेरि त्यो ड्रोन उडाउँदाखेरि चाहिँ लमजुङ आउँदाखेरि देखिरहेको हुन्थ्यो त्यो। ओ क्याक क्याक। अनि त्यो देखिरहेको हुन्थ्यो, त्यो कहाँ होला जस्तो लाग्थ्यो है। अनि मैले यतातिर आएर पनि सोधेँ त्यो बेस्ट सहर लेखेको कहाँ छ भनेर सोद्धाखेरि, अनि त्यहाँ रहेछ क्या माथि, ठ्याक्कै त्यो डाँडामा रहेछ क्या। त्यो ठ्याक्कै यहाँनिर होइन, त्यो टावर जस्तो देखियो नि। त्यहाँ छ, अलि अनक्लियर देखायो। त्यहाँ रहेछ खासमा। अब त्यहाँ कुनै दिन समय मिल्यो भने अब गइन्छ घुम्न। अहिले चाहिँ अब बर्खाको समयले गर्दा अब अलि घुम्न जान त्यस्तै भइरहेको छ होइन। हाम्रो काम विशेष कामले गर्दा पनि। अनि यता चाहिँ अब पुरै डाँडा काँडा देखिरहेको छ, त्यहाँ चाहिँ झर्ना झरिरहेको छ। अहिले त पानी परेको होइन। अब जताततै त्यस्तै हो, जताततै हरियाली। अनि पानी भनेको अब यतिखेर पानी कुनै बेला पानी चाहिन्छ होइन। अब यति बेला त पानी भयो भन्ने हुन्छ कि अब यति पानी पर्दा हुन्छ नि, रातभरि यति ठुलो पानी पर्दा हुन्छ। बर्खा लागिसक्यो, बर्खा अब अस्ति भर पनि त्यहाँ उता दुम्कीबास नवलपुर समथिङ त्यो दुम्कीबासमा चाहिँ त्यो घटना घटिरहेको थियो नि त। अब पानी अब त्यही हो, पानी मान्छेलाई नभई पनि नहुने, भएर पनि नहुने क्या। ठिक छ, अनि एकछिनमा अब हामी निस्किहाल्यो भने म भ्लग चाहिँ ठ्याक्कै कन्टिन्यू गर्छु। साम्बा चोक चाहिँ मिलेसम्म लेट्स फ्लोमा हेरिदिनु होला।
त्यहीँ गएर भेटौँ न। ल अहिले चाहिँ हामी आइपुग्यो चाहिँ साम्बा चोक ठ्याक्क यहाँनिर आइपुगिसक्यो हामी। दाइ र म चाहिँ यहाँ आइपुगिसक्यो। दाइ हालो भन्दैन एकचोटि। ल हामी चाहिँ अहिले यो साम्बा चाहिँ यो मैले त उस बनाएको थिएँ के अरे बेसर नगरपालिका बनाएको थिएँ, तर मर्स्याङ्दी गाउँपालिका 9 सिम्पानी खुँदी भन्ने रहेछ। यहाँ चाहिँ चट्ट आइपुगिसक्यो हामी दुईजना बाइकमा। अनि सर र यहाँको उस हेर्न सक्नुहुन्छ। अनि एक दुईवटा फोटो खिचिहाल्यो हामीले। यहाँ चाहिँ स्थलहरू रहेछ, पर्यटकीय स्थल गाउँपालिका के छ यो हेर्न सक्नुहुन्छ। अब पढेर के साध्य हुन्थ्यो। मैले त अलि ठुलै होला जस्तो मानेको थिएँ, तर अलिक सानै रहेछ। यहाँ चाहिँ मर्स्याङ्दी, यो त मर्स्याङ्दी नै हो कि होइन कि यो मर्स्याङ्दी हो कि होइन? यो त होइन क्या दाइ है, यो त होइन क्या मर्स्याङ्दी छ क्या, उताबाट बग्यो क्या। अनि हामी सुरुङ मार्ग पनि जाने हेर्दा है। ल एकछिनमा हामी सुरुङ मार्ग जान्छौँ। हामीले सोचेको थियो अब अलि ठुलै होला साम्बा चोक जस्तो लाग्थ्यो। यो साम्बा चोक नि आइपुग्यो। यो रमाइलो लाग्यो। साम्बा सावित्र भन्दाखेरि चाहिँ ठ्याक्कै यही ठाउँमा जन्मेको रहेछ। ठ्याक्कै कहाँनिर जन्मेको त्यो थाहा भएन, तर यो यही वरिपरि नै होला। अब जस्तो आइपुग्यो एकदम खुसी लाग्यो, रमाइलो लाग्यो। जस बेसर नगरपालिका बेसरबाट लमजुङ बेसरबाट यहाँ त्यस्तै 12-15 किलोमिटर छ होला सायद, म ठ्याक्कै याद गरिनँ। जस 12-15 नै होला सायद। ठिक छ, हामी एकछिनमा सुरुङ मार्ग पनि जान्छौँ। नेपालको पहिलो सुरुङ मार्गमा जान्छौँ हामी एकछिन। त्यहाँ पुगेर यसो के छ कस्तो हेर्नु पऱ्यो। फर्स्ट टाइम आएको यताको सिन हेर्नु सक्नुहुन्छ। हजुर दाइ। अनि यहाँ दाइ चाहिँ पुरै ड्रेसअपमा पुरा होइन, फरक फरक ड्रेस ल्याउनु भएको रहेछ। यो दाइ चाहिँ यहाँ फोटो खिच्दै हुनुहुन्छ। अनि यसो एक दुईवटा फोटो खिच्छौँ। अनि त्यसपछि दुईजना दाजुभाइ चाहिँ उता त्यो सुरुङ मार्गतिर लाग्छौँ। त्यही हो, अब यहाँको देखिहाल्यो अब यहाँको दामी दामी। ल अहिले हामी चाहिँ ठ्याक्क यो सुरुङ मार्गमा आइपुगिसक्यो। यो चाहिँ नेपालको पहिलो सुरुङ मार्ग हो लमजुङको। यहाँ लगभग कति 4.5 मिटर कस्तो हो यो, कति मिटरको छ यो भित्र खास त्यो ठ्याक्कै थाहा भएन है। यो चाहिँ ठ्याक्क सुरुङ मार्गमा आइपुग्यो। अनि यता हाम्रो जलविद्युत मर्स्याङ्दी जलविद्युत रहेछ यहाँ। अनि जस अब यहाँ एकछिन हामी फोटोसोटो हालेर अनि एकछिन उतातिर जान्छौँ। यो भित्र के कस्तो छ भन्ने कुरो भिडियो पनि लिन्छ हामी एकछिनमा। अनि यो सुरुङमा यस्तो चिसो आइरहेको यो भित्र पस्दा, यस्तो चिसो आइरहेको। फर्स्ट टाइम सुरुङ मार्गमा आएको, यो कस्तो ठर्क्यो है, डर लाग्ने जस्तो देख्यो। अब यो बत्ती भएन भने त उता झन् यस्तो अँध्यारो हुन्छ कि यो बत्ती भएन भने। अस्ति नै एकचोटि गएको, तर हामी त्यतिखेर कार्यक्रमको लागि जाँदाखेरि चाहिँ त्यहाँ भुलेर बस्न चाहिँ पाएको थिएन। जस एकछिन चाहिँ भित्र हामी सर र बाइक लिएर नि एकचोटि जान्छ। के कसो छ अब भित्रतिर यस्तो अँध्यारो छ। यसो भिडियो मार्फत पनि देखाउँछु तपाईँहरूलाई। दाइ चाहिँ उता भिडियो बनाउँदै हुनुभयो। अनि ठिक छ, यो ठ्याक्कै यो 4.5 मिटर भनेको 4 किलोमिटर जहाँसम्म त्यही होइन, 4 किलोमिटर त होइन कति के छ न त कति छ त्यो अहिले भिडियो देखाइदिन्छ। दाइ उता जाऊँ है एकचोटि, उता ल उता जाऊँ है एकचोटि। हामी सुरुङभित्र पस्यो। पानी आउँछ अरे क्या त्यो बर्खामा चाहिँ माथिमा कस्तो चिसो आयो नि। चिसो आयो यो बत्ती भएन भने त अँध्यारो हुन्छ। आनन्द आउँदैछ। चिसो आयो।
अहिले ठ्याक्कै यो चाहिँ ठ्याक्कै उताको उसो जेस् मैले बुझेँ यो 4.5 भनेको 4500 मिटर चाहिँ होइन रहेछ यो चाहिँ 450 मिटरको रहेछ जेस् सुरुङमार्ग दामी लागेको ठाउँ चाहिँ भित्र त यति चिसो क्या आनन्द तर लाइट माऱ्यो भने त यस्तो अँध्यारोको डर लाग्छ एक्लै त अलि डर हुन्छ एक्लै त डर लाग्छ कसम म चाहिँ डर लाग्यो तपाईँहरू डर लाग्यो त्यो थाहा भएन तर यस्तो दामी दामी लाग्यो भित्रै गर्मीमा भित्रै बसौँ भित्रै ओहो यति चिसो तर बर्खामा चाहिँ अब अहिले त बर्खा नै छ तर अलि माथि त्यो पात चिसो भएको बनाएर चाहिँ हल्का ट्याप ट्याप चाहिँ पानी चुहिँदो रहेछ जस अहिले अलि कुनै कुनै ठाउँमा चुहियो अहिले चाहिँ चुहियो होइन जस दामी लागेको ठाउँ चाहिँ अब यतातिरको हाम्रो त्यो मर्स्याङ्दी हो मर्स्याङ्दी चाहिँ यो हो होइन मर्स्याङ्दी यो चाहिँ ठ्याक्क अब यो सुरुङ मार्ग भएको चाहिँ त्यो पानीले गरेर नै पुरै आवाज अलि कस्तो आयो होला छर्र आयो होला पानीको आवाज चाहिँ बढी आयो होला अनि सुरुङ मार्ग भएको चाहिँ त्यही खुँदी साम्बा चोकदेखि त्यही 1 किलोमिटरको ग्यापमा होला सायद थोरै अगाडि चाहिँ आउनुपर्छ त्यही हो जे अब आइयो यहाँ आएर एउटा भिडियो अनि भ्लग चाहिँ बनाउनु मन थियो बनायो ठिक छु खुसी छु ठिक छु अनि खुसी छु अब ल अब हामी लाग्नुपर्ने हुन्छ त्यही हो आउन पायो हेऱ्यो देखियो तर नेपालकै पहिलो सुरुङ मार्ग है यो चाहिँ फेरि ल म चाहिँ अब यहाँ ठ्याक्क यो ठाउँको नाम चाहिँ थाहा भएन यो उतातिर चाहिँ बेलौटी बिसाउने भन्ने चोक छ पानीले हल्का उस दिइरहेको क्या अलि साउनै अनि यहाँ चाहिँ हामी अस्ति पानी लिन आएको थियौँ होइन पानी नआएको म चिप्लेर लडेँ म ठ्याक्कै साइडमा फोटो पनि राखिदिन्छु हल्का त्यो ट्याङ्करमा पानी लिन आउँदाखेरि लडेर यहाँ हातै मड्क्यो कि हात काटिदिएको होइन यहाँ काटेको थिएँ यहाँ काटेको थिएँ अनि हातै मड्केर यो कस्तो बनाएको थिएँ क्या अहिलेसम्म त्यति राम्रोसँग निको भएन ठ्याक्कै ऊ त्यहाँबाट लडेँ हो त्यहाँ माथिबाट लडेर त्यस्तो चिप्लेर ठिकै यो पानी खाना पनि हुन्छ है फेरि यो मूलको रहेछ माथिको यस पानी एकदम चिसो छ यहाँको